जय शिव शम्भो, जय महाकाल, हर हर महादेव। स्वागत छ तपाईहरुलाई चौधरी भक्ति मार्गमा। आज हामी शिवजीको करुणामय रूप सुनिनेछौँ, हेर्नेछौँ। मानिसले जीवनमा भोग्ने दुई ठूलो इच्छा शिवजीले हामीलाई सिकाउनु भएको छ। जो मनुष्य आफ्नो मनको जित्छ ऊ संसार जित्छ। आउनुहोस् शिवजीको यात्रामा एक साथ अगाडि बढौँ। हाम्रो शिवजीलाई देवाधिदेव महादेवलाई आदियोगी भनिन्छ। ज्ञानको मूल स्रोत पनि भनिन्छ। उहाँको मनभित्र गहिरो करुणा छुपेको छ। उहाँले हामीलाई भन्नुहुन्छ, मनलाई बाहिरियो भने संसार दुःख हुन्छ, मन मुक्त भयो भने संसार सुन्दर हुन्छ। शिवको शिक्षाले जीवनको सबै जटिलता सरल बनाइदिन्छ। डर त्यही हुन्छ जहाँ मोह हुन्छ, भय त त्यही हुन्छ जहाँ आसक्ति हुन्छ। त हामी किन डराउँछौँ? कि केही बिग्रियो भने, कि केही के होला भन्ने। शिवजीको ज्ञान अनुसार डर बाहिरी चीज होइन, मनको छाया हो। मनले केही कब्जा गर्न खोज्यो भने डर उत्पन्न हुन्छ। जब हामी छोड्न सिक्छौँ, डर पग्लेर गायब हुन्छ। त्यसैले हाम्रो शिवजी त्रिशूल लिएका छन्। शिवको त्रिशूलले तीन डर नष्ट गरिन्छ। भूत, अतीतको पीडा, अहंकार, आफ्नै बारेको घमण्ड, भ्रम। इच्छा गलत होइन, तर अति आकर्षण गलत हो। शिवजीले कामदेवलाई जलाएको, भस्म गरेको कथा। आफूले इच्छा नाश गरेको होइन, अनियन्त्रित इच्छा नाश गरेको प्रतीक हो। उहाँ भन्नुहुन्छ, इच्छा भय गर्छ, तर इच्छा नै तिमीलाई चलाउन थाले। भविष्य के होला भन्ने चिन्ता, त्यो बन्धन हो। जब इच्छा नियन्त्रणमा हुन्छ, त्यो प्रेरणा बन्छ। जब इच्छा हावी हुन्छ, त्यो विनाश गर्छ। शिवजीको सबै शिक्षामा एक कुरा छन्, समता, डर र इच्छा। दुवैलाई सन्तुलनमा राखेपछि मानिस पूर्ण बन्छ। अर्धनारेश्वर रूपले हामीलाई भन्छ, अति फुल्दा फुट्छ, अति थाक्दा टुट्छ। मध्य मार्ग नै शिव मार्ग हो। शिवजीले 3 साधन बताउनुहुन्छ। 1 नम्बरमा स्वीकृत, डर र स्वीकार गर, त्यसबाट भाग्नु परेन। दोस्रो नम्बरमा अवलोकन, इच्छा आएको हेर्नु, किन आयो भनेर बुझ्नु। इच्छा नियन्त्रण गर्न खोज्नु भन्दा मन बुझ्नु पहिला। तेस्रो नम्बरमा ध्यान, हाम्रो सबैभन्दा मुख्य। इङ्ग्लिसमा भन्छ मेडिटेसन। जब शिवजीको मौन शक्ति ध्यानमा बदलिन्छ, ओम नमः शिवाय जाप गर्दा मन हलुका हुन्छ, डर मर्छ, इच्छा सीमित हुन्छ। शिवजी कठोर देखिए पनि उहाँको हृदयमा अपार करुणा छ। उहाँ सधैँ कमजोरलाई उकास्नुहुन्छ। उहाँ भन्छन्, म तिनैको नजिक छु जो सत्य मार्गमा हिँड्न खोज्छ। शिवजीसँग डराउनु पर्दैन। उहाँ त हाम्रो पिता, हाम्रो गुरु सबै थोक छन्। अब अन्त्यमा हाम्रो म भन्न खोज्दैछु, यो जीवनमा निरन्तर डर आउनेछ, इच्छाहरू उठ्नेछ। यदि मनमा शिवको चेतना जाग्यो भने यी सबै तातो पानीमा पग्लिने बरफ जस्तै छिनमै हराउँछ। त्यसैले सधैँ सम्झनुहोस्, जहाँ शिव ज्ञान छ त्यही संहार छ, जहाँ शिव कृपा छ त्यही शान्ति छ। हर हर महादेव। यदि हजुरले यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने भक्तिले भरिएको, करुणाले भरिएको प्लिज सब्सक्राइब, लाइक गरिदिनु होला। जय शम्भो।